हात्तीघरको जान लागेको। यो ठाउँको नाम के रहेछ? यो गिठेपानी। ए गिठेपानी। गिठेपानीबाट ऊ माथि अब हात्तीघरकै चाहिँ पुगिन्छ कि नै थाहा छैन, तर डाँडा चाहिँ त्यही हो माथिको। बाटो चाहिँ खतरा छ। बाटो चाहिँ अलि त्यस्तै रहेछ। बाइक चाहिँ हाम्रो साथी टेक्जीले लग्नु भएको छ। म चाहिँ हल्का ट्रेकिङ गर्न मन लाग्यो, हिँड्न मन लाग्यो होइन। पहाडको बाटो हात्तीघरका नजाने भनेको फेरि हेरौँ त कहाँसम्म पुगिन्छ भनेर चाहिँ फेरि जाने निर्णय लियो। खासमा चाहिँ बाटोले गर्दाखेरि चाहिँ माइसम्म नपुगौँ कि भन्ने कुरो भएको थियो। तर अब यस्तै ठिकै यहाँनिर त अब ठिकै छ बाटो, यतिको बाटो छ भने त जाऊँ त भन्ने कुरो भयो। ल साथी यही हो। बाँकी सिन चाहिँ दामी नै छ, ठुल्ठुला रुखहरू छ, जङ्गलहरू छ। एउटा सानो सर्ट मुभी पनि बनाउँछ होला, सर्ट कन्टेन्ट भनौँ, मुभी त के भन्नु र। अर्को चाहिँ मजाको कुरा चाहिँ ए वनमा चाहिँ सरी चाहिँ पानी फेरि आइरहेको छ। खोल्सा खोल्सी भन्छन् के अरे होइन। यो त पानी शुद्धै हो, पिउँदा केही फरक पर्दैन, पुरै फिल्टरै भए हुन्छ। खासमा नेचरमा चाहिँ आउनुपर्छ भन्छन् होइन। हाम्रो नेचर चाहिँ अटोमेटिक एउटा डक्टर जस्तै हो हेल्थको लागि। यहाँ चाहिँ किनभने हामी नेचरमा आयौँ भने चाहिँ यहाँको जुन अब भनौँ न इन्भाइरोमेन्टको जुन एउटा हावा हुन्छ त्यसले पनि हेल्थलाई धेरै नै हेल्प गर्छ राम्रो हुनको लागि। त्यो स्वास्थ्यकर भइन्छ। यो चाहिँ माथिको डाँडा चाहिँ हात्तीघरको जस्तो लाग्यो। खासमा अहिलेसम्म गइएको छैन। अब यो बाइकभन्दा अर्को पटक ट्रेकिङ चाहिँ जाने कुरा भयो है। चिउरीको रुख है खासमा। तपाईँहरूमा एउटा चाहिँ सकिङ चिज देखाउँछु। यहाँ चाहिँ तपाईँको यो पुरा झुसले किरा घर रहेछ क्या खासमा। यो हेर्नुभयो ए झुसले किरा सायद चिउरी चाहिँ खुब राम्रो मान्छ क्या झुसले किराहरूले। पुरै छ क्या। अब कति फ्यामिली छ है अब झुसले किराहरूको यसमा। जानुहोस् क्यामेरा रोल।